बिहानीको मन्ना प्रेज लर्ड तपाईहरू सबैजनालाई आज अप्रिल 4 तारिक यस बिहानीको समयमा आजको वचन व्यथाको फल। उहाँले उसको प्राणको व्यथा देख्नुहुन्छ र सन्तुष्ट हुनुहुनेछ। यसैया 53:11ले भन्दछ। हामी यहाँ अन्तर्विन्तीकर्ताको रूपमा प्रभु येशू ख्रीष्टको उदाहरणलाई देख्दछौँ। हामीले कसरी अन्तर्विन्ती गर्नु पर्दो रहेछ वा प्रार्थनामा कसरी कष्ट उठाउनु पर्ने रहेछ भन्ने कुराको प्रकाश यसले दिन्छ। एम्प्लॉइड फाइल बाइबलले भन्दछ उहाँले उसको प्राणको व्यथाको फल देख्नुहुनेछ र सन्तुष्ट हुनुहुनेछ। एउटी आमाले जसरी आफ्नो प्रस्तुति वेदनाको फल बालक देखेर रमाउँछिन् त्यसरी नै जब हामी प्रार्थनामा कष्ट उठाउँछौँ तब हामी आफ्नो प्रार्थनाको फल देख्नेछौँ। कहिलेकाहीँ समय पनि लाग्न सक्छ अनि हामी सन्तुष्ट हुनेछौँ। हामी प्रार्थना गर्छौँ तर किन यसको फल देख्दैनौँ त? के हामी आफ्नो प्रार्थनामय जीवनमा सन्तुष्टि भेटाउँछौँ त? यदि भेटाउँदैनौँ भने हामीले गर्ने प्रार्थनाको तरिकामा हामीले परिवर्तन गर्ने समय आएको छ। प्रभुले कसरी प्रार्थना गर्नुभयो हेर्नुहोस् त। उहाँले आफ्नो शरीरमा हुनुभएको दिनहरूमा बेसरी कराई र आँसु बहाई प्रार्थना र अन्तर्विन्तीहरू चढाउनु भयो। हिब्रू 5:7ले भन्दछ एउटी प्रस्तुति वेदनामा हुने आमाले फल देखेर सन्तुष्ट हुनुभन्दा पहिले आँसुसहित बेसरी कराउनु पर्दछ। प्रस्तुति वेदनासहित प्रार्थना गर्ने अनुभव सुरुका प्रेरितहरूको पनि थियो। यी पाफ्रास मण्डलीको निम्ति प्रार्थनामा सधैँभरि घोर परिश्रम गरिरहन्थे। कलसी 4:12ले पनि भन्दछ। अनि सन्त पावलले पनि रोमीहरूलाई उनको निम्ति प्रार्थनामा मिलेर सङ्घर्ष गर भनी अनुरोध गरेको हामी पढ्दछौँ। रोमी 15:30मा प्रिय परमेश्वरका छोराछोरीहरू, जबसम्म हामी हाम्रो प्रार्थनाका फल देख्दैनौँ तबसम्म हामी वेदनासहित प्रार्थना गरौँ र सन्तुष्ट हौँ। आमेन। प्रेज द लर्ड।